Hello and namaste everyone. This is me Umesh from चितवन इच्छाकामना छ काली खोलाबाट है। अहिले चाहिँ तपाईहरुले सोच्नु होला यति बेलुका बेलुका के भिडियो बनाएर भनेर है। खासमा चाहिँ म खर काट्न आएको थिएँ। खर काट्न आएको बेला चाहिँ आज यसो मौसम पनि कस्तो कस्तो ला हैन। त्यसकारणले भिडियो चाहिँ बनाइदिउँ कि भनेर भिडियो बनाएको हैन। अनि हावानी सर चलिरह है कपाल उडाइरह। अनि खासमा चाहिँ के छ भने आज बेलुका हो जस्तो देख्नु कारण चाहिँ के हो भने तपाईहरुलाई देख्न सक्नुहुन्छ है पुरै यो टुवालो भन्छ कि है हुस्सो भन्छ के भन्छ है भर्खर अहिले 4:30 भइराखा बेलुकाको अनि यो पुरै टुवालो जस्तो यो हुस्सो जस्तो लागेर पुरै अँध्यारो भएको छ। हिजो म पर्सा चितवन पनि गएको थिएँ है खैरेनी नगरपालिका पर्सा टाढी अनि त्यहाँ पनि हिजो दिनभरि हिजो चाहिँ 14 गते पुस 14 गते हिजो पनि त्यस्तै नै दिनभरि अँध्यारो भइदियो है यता घाम लागेको थियो अरे। आज चाहिँ यता घाम लागेको छैन गाइज है। आज चाहिँ यताको पालो छ रहेछ। आज 15 गते पुस 15 गते आज चाहिँ हाम्रो ठाउँतिर हाम्रो यो मुखलिन साइड इच्छाकामना छक्काली खोलातिर आज चाहिँ टुवालो लाग्ने पालो रहेछ। अब के भन्नु जाडोले यस्तो जाडो छ गाइज है। खर गाडीमा आएको छु पारी भिर छ त्यही पनि जङ्गल पुरै चिस्यान छ तलतिर फेरि खोला देख्ने ठाउँ पनि छ यो चाहिँ अनि त्यही भएर नि होला। अनि भ्यू चाहिँ कस्तो देखिरहेछ भन्दाखेरि यस्तो यस्तो देखिरहेछ गाइज है। जे होस् जाडो एकदम बढेको छ गाइज है। जो जस्तो अवस्था हुनुहुन्छ है आफ्नो ख्याल गर्नु होला। अनि अब जाडो बढेको छ चिसो लाग्न सक्छ गाइज। मलाई आज हिजोदेखि चिसो लागेर है रुगा लागिरहेको छ। स्वर पनि सुन्न सक्नुहुन्छ होला नाक पनि बजिरहेको छ। त्यही भएर सबैजनालाई आफ्नो ख्याल गर्नु होला अनि आफ्नो ध्यान राख्नु होला। अलि न्यान कपडा लाएर बस्नु होला भनेर चाहिँ मैले थोरै यस्तो के अवस्था भइरहेछ यो ठाउँमा किन यस्तो भइरहेको अब मौसम परिवर्तन हुनलाई नि होला। त्यही भएर अनि हाम्रो चाहिँ यस्तो भइरहेछ भनेर देखाउनलाई मात्रै भिडियो बनाएको अरू केही होइन।